नमस्कार सम्पूर्णलाई स्वागत छ। लक्ष्मण भट्टराई युट्युब च्यानल हेर्नुभएका सम्पूर्ण दर्शक श्रोताहरूलाई म लक्ष्मण भट्टराईको तर्फबाट दुई हात जोडेर नमस्कार गर्न चाहन्छु। मैले सानो एउटा मलाई मनमा लागेको कुरा एकदमै तपाईहरूको पनि मनमा एकदमै खुल्दुली भएको कुरा लिएर आएको छु। यही मिति 2082 साल फागुनको 21 गते देशमा आम निर्वाचन हुँदैछ। यहाँ सबैलाई थाहा नै छ। चुनाव पनि अहिले चाहिँ सबैको एउटा के छ भने सबैको जिज्ञासा भनेको सबैको केन्द्र भनेको अहिले झापा चितवन एकदमै खुल्दुली कसले मार्ने हो त बाजी। झापाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह हुनुहुन्छ भने देशको धेरैचोटि प्रधानमन्त्री भइसक्नु भएको नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट केपी ओली शर्मा चुनावमा भिडिरहनु भएको छ भने एकदमै यो हाम्रो अहिलेको तारा पार्टीको नाम के हो, नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट एकदमै युवा नेता रञ्जित तामाङ हो कि क्या रे, रञ्जित तामाङ लडिरहनु भएको छ। एकदमै सबैलाई जिज्ञासा छ त्यहाँ कसले जित्ने हो भन्ने, सबैलाई खुल्दुली लागिरहेको छ भने। अनि चितवन 2 मा सविता गौतम र रेणु दाल जो महिला नेत्री, देशलाई एकदमै आवश्यक पर्ने सबैको मनको ढुकढुकीमा बस्न सफल दुईटी महिला उम्मेदवार हुनुहुन्छ। उहाँहरूले पनि एकदमै सबैको केन्द्र भनेको सबैको कल्पना गरिरहनु भएको छ कसले जित्ला त त्यहाँनिर। 2 जना महिला नै एकदमै देशलाई आवश्यक हुने महिला हो मेरो नजरमा भन्न चाहन्छु। अनि अब यो भिडियो हेरेर झापामा अनि चितवनमा कसले जित्ला त भनेर हजुरहरूले मूल्याङ्कन गरेर यो युट्युब च्यानल हेरेर सबैजनाले सब्स्क्राइब गरेर तल कमेन्टमा कसले मार्ला त बाजी तपाईहरूको एउटा आकलन होला, तल लेखेर सबैजनाले प्रतिक्रिया दिनु होला भन्न चाहन्छु। हस्, धन्यवाद। यस्ता भिडियोहरू म फेरि पनि लिएर आउने छु। यो लक्ष्मण भट्टराई युट्युब च्यानललाई सबैजनाले सब्स्क्राइब गरेर एकदमै सहयोग गर्नुहोला, सपोर्ट गर्नुहोला भन्न चाहन्छु। म फेरि पनि दुई हात जोडेर नमस्कार।